यो चाहिँ हामी आज सुनवर्सी सस्पेन्सन्स ब्रिज झुर्लुङ्गे पुल अमर्दा हुँदै देब्रे साइडबाट हामी यस झुर्लुङ्गे पुलमा आएर हामी झुर्लुङ्गे पुलको आनन्द लिन सक्छौँ। यो झन्डै यो झुर्लुङ्गे पुल यति लामो छ कि हामीलाई नै थाहा छैन कति किलोमिटर हो। झन्डै 1 किलोमिटर जस्तो त भन्न सक्दैनौँ, त्यो धेरै लामो छ। आज हामी दिदी बहिनी श्रीमती लगायत सोल्टिनीहरूसँग आज हामी सुनवर्सी ब्रिजमा आएका छौँ। Hello guys. Hello. Excuse me. How it's feeling today? Very nice. Very wonderful. Okay. Nakko phuli. यो पुलमा चाहिँ डेन्जरस छ किनभने हामी बाइकहरू पनि हामी यसमै कुदेको देख्न सक्छौँ। यो चाहिँ बक्रा खोला भनेर चिनिन्छ। यो खोला चाहिँ जुन चाहिँ यो चाहिँ माथिबाट हसन्द मर्दा हुँदै बक्रा खोला हसन्दको छेउमा रहेको यो पाउँदछौँ। हाम्रो युट्युबर दिदी हुनुहुन्छ। हेलो, म युट्युबर मेरो बेइज्जत गरिदियो भनेर यो हैन पहिले यो